अब आज अलिकति धेरै दिनपछि एउटा लामो टुरको लागि तयारी गर्दैछौँ है। यहाँ बाइक पनि रेडी भयो, यी स्याडल ब्याग स्याग सबै भयो, हेलमेट पनि रेडी, क्यामेरा रेडी, ट्याङ्क ब्याग रेडी, सबै रेडी हो। अब कहाँ जाँदैछौँ भनौँ भने त अब थम्बनेल हेरेर थाहा पाइहाल्नुहुन्छ। अहिले पछि सरप्राइज सस्पेन्समा राखौँ भने पनि केही फाइदा त छैन, थाहा पाइहाल्छ है। र आज चाहिँ हामी हिँडेको नेपालको लागि है त। ल फेरि बाटोमा भेटौँला अब। जय शम्भो, जय विश्वकर्मा रक्षा गर्नु ल है हिँड्यो है अब। ल 7:20 भएछ, अब हिँड्यो हामी है त। ल गएको अब ल है लाग्यो आज नेपालको लागि है त। किलोमिटर चाहिँ 79 भएछ। अब हेरौँ काठमाडौँ पुग्दासम्म कति हुन्छ। यहाँनिर दमकदेखि अगाडि आएर ब्रेकफास्ट खाइयो हो, मजाको रहेछ, सानो रहेछ। तर पाउनु चाहिँ केही पनि पाएन, कफी मात्रै पायो होइन। कफी खायौँ, अन्त केक बोकेर आएको थियौँ, केही खायौँ। अब चाहिँ कहीँ नरोक्यो सिधै जाने लन्चमा स्टप गर्ने। अघि चाहिँ भिडियो खिच्नै पाएन है, पानी परेर। अहिले के भयो कसो भयो मरो भ्लगमा भन्दै जाउँ ल है त। ल मगर भ्लगमा भेटौँ। आइपुग्यो, इटरी आइपुग्यो। कस्तो बाटो खराब ठुलो, भिडियो खिच्नु पनि मन लागेन। अब इटरीदेखि ऊ अगाडि चाहिँ राम्रो छ भन्दैछ, हेरौँ। 12:20 भयो अन्त आम्मामा इटरी आइपुग्दा। आज कहाँसम्म पुग्नु सकिन्छ हेरौँ। इटरी चोक पनि धुलै धुलो रहेछ क्या, आम्मामा पगला बनाउने रहेछ क्या धुलोले त। अघि जस्तो सासै रोकेला जस्तो बनाएर यार। ल इटरी चोक, यहाँबाट दाहिने गयो भने धरान, लेफ्ट लाग्यो भने विराटनगर। इटरी काटियो। अब यहाँ अगाडि के कान्छी चोक भन्ने छ अरे, त्यहाँबाट चाहिँ हामी उकालो लाग्नुपर्ने हुन्छ। यहाँबाट रहेछ नि त, हामी त बाटो क्रस गरेर उतै गएछौँ, सिन्धुली हुँदै काठमाडौँसम्मको बाटो। ल यहाँबाट चाहिँ पस्नुपर्ने छ। अब चाहिँ राम्रो बाटो भेटिन्छ कि है भनेको, पस्ने बित्तिकै खाल्टै खाल्टो भेट्यो। ल यताबाट चाहिँ दामी रहेछ बाटो है त। इटरीबाट लाग्यौँ हामी 1:15 मिनट। धुलो खाँदा खाँदा हत्तु भएको, बल्ल अलिकति राम्रो सफा बाटो भेटिपायो। कहाँ आइपुग्यो? नडाहा चोक, बारा चोक, यता धरान, यता बाङ्गे। हामी चाहिँ कता जान्छ? सिधा त्यो धरान उताको चतरा काठमाडौँ सिधा रहेछ अन्त होइन, काला बन्जर। यताबाट चाहिँ धरान, बारा क्षेत्र, नडाहा, सुनसरी। ल लाग्यौँ अब हामी यहाँबाट काठमाडौँ त। ल यस्तो बाटो भेटेको भए त यो त बिहानदेखि त हामी त कहाँ पुगिसक्थ्यौँ होला नि हौ। आम्मामा यस्तो खराब बाटो। अब के गर्नु, अहिले बाटो बनिँदैछ, बाटो बनेपछि त दामी भइहाल्छ नि। नबनिन्जेलसम्म चाहिँ दुःख पाउँदै रहेछ गाडी। मजाको ठाउँमा आइपुग्यौँ। कहाँ आइपुग्यो कुनै? अब यहाँबाट रहेछ नक्सा, लेफ्ट लाग्यो भने चतरा, राइट लाग्यो भने धरान, सिधा लाग्यो भने कञ्चनपुर। दाइ काठमाडौँ सिधै बाटो है? ए हस्, ल थ्याङ्क यू। हामी लाग्नु पऱ्यो सिधै। मजाको ठाउँ रहेछ। अब यहाँबाट चाहिँ यहाँ तल नदी रहेछ, कुन नदी होला है? पारिपट्टि के मजाको देखेको है। ल हामी चाहिँ कता जाने हो? बारा क्षेत्र कञ्चनपुर जाने रहेछ यता चाहिँ होइन। काठमाडौँ यता हो।
यतैबाट है हस् 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 गाईघाटहरू हस् 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 थ्याङ्क यू दाइ कहाँ हो गाईघाटहरू आएकै छैन कुन चाहिँ नदी रहेछ के मजाको है यसो लाएर ए कोशी नदी पो हो क्या हौ यता है कोशी हो यता रहेछ माथि मजाको है ल चतरा काटेर अब लाग्यो अब के आउँछ कुनि गाईघाट आउँछ होला फर्स्ट टाइम हिँडेको यो बाटो है म्याप पनि लगाएको छैन सोध्दै सोध्दै कुन ठाउँ कति डिस्टेन्समा छ त्यो पनि थाहा छैन नयाँ घरहरू पनि बनिँदैछ पुरानो पनि अझै छ है यस्तो हेर न यहाँ घर मकैको जुत्ता हेर न मजाले राखिरहेको रहेछ ओ यहाँ पनि पुरा रहेछ मकैको जुत्ता ए यतिर पुरा घर खाम्बाहरू हेर न सानो गतिलो गतिलो छ नि त पहिला नै हाम्रो घर पनि यस्तै थियो काठको टाँडे घर तर मुनि त कोठा थिएन मुनि चाहिँ गाईहरू बाँध्थ्यो माथि मात्रै मान्छे बस्थ्यो चिया खायो अब यहाँबाट हिँड्ने टाइम भन्नुपर्दा 2 बजेछ अब 1 घन्टा जस्तोमा त गाईघाट पुग्छ भन्दैछ गाईघाट पुगेरै खाना खानु पर्ला ल लागौँ है ठाउँको नाम चाहिँ बेलुका रहेछ हामी चाहिँ दिउँसै आइपुग्यौँ अहिलेदेखि हिँडेको नि यो पहाडको फेदै फेद फेदै फेद फेदै फेद पहाडमाथि चढेकै छैन गाईघाट 12 किलोमिटर रहेछ ल गाईघाट पुगेर चाहिँ खाना खानु पर्ला अब हामी आइपुग्नु लाग्यो गाईघाट साह्रै बेसी त होइन रहेछ नि 200 किलोमिटर्स 220-25 किलोमिटर मेन टाइम चाहिँ हामीलाई काँकरी भित्ताबाट इटारीको बाटोले खाइदियो नि त बेसी टाइम चाहिँ हाम्रो त्यहीँ गयो ल आइपुग्यो हामी गाईघाट ल यो गाईघाटको बजार ठुलै बजार रहेछ त है यहाँबाट चाहिँ यता गयो भने चाहिँ लाहान पुग्ने रहेछ नि त यता गयो भने चाहिँ लाहान हामी सिधै काठमाडौँ यता चाहिँ खै कुनै कहाँ पुग्छ अब थाहा छैन ठाउँको नाम पनि नागबेली अरे सडक पनि नागबेली जस्तै रहेछ ल हाइवे मेन रोड भन्दा त यो बाटो अलिक मजाको रहेछ है त्यो त हाइवे भन्दा ठुलो ट्रकहरू बसहरू पुरा हुन्छ नि त गुड मर्निङ फ्रम सिन्धुली हिजो चाहिँ आयो हिजो भ्लगहरू गर्नु पनि पाइएन है पानी परेर बेलुका यस्तो हत्तु भएर आयो अन्त केही भिडियो बनाउनै पाएन पानी यस्तो नेपाल टारमा खाना खाना भनेको त्यहाँ पाएन अलिक अगाडि आएर जस्तो खाना खायो आम्मामा यस्तो प्रकारको पानी अब के गर्नु बसेर उपाय छैन हिँडेको त्यहाँबाट नन स्टप हिँडेर आएर सिन्धुली यहाँ रात बेलुका 6 बजीतिर आइपुगेर लुगा भिज्यो अलिअलि जुत्ताहरू मोजाहरू भिजेछ त्यो गर्दा सुकाउँदा अन्त हिजो त्यत्तिकै भ्लग पनि बनेन आज फेरि आजको कन्टिन्युएसन चाहिँ यहीँबाट दिँदैछु हो अब आज चाहिँ यहाँबाट फेरि अब हाम्रो यात्रा 8 बजी लेटेस्टमा 8 बजी सुरु गरौँ भनेको होइन 8 बजी सुरु गरौँ भनेको अहिले कति बजेको छ टाइम 7 बज्नु लाग्यो 8 बजी सुरु गरौँ भनेको अब बाटोको हालत कस्तो छ राति पानी पऱ्यो होला अलिअलि यहाँबाट 2 घन्टा पछि चाहिँ त्यो खोलाको नेपाल थोकदेखि कतासम्म चौकी डाँडा कतासम्म चाहिँ बाटो बिग्रेको छ अरे होइन अब त्यो
डाइभर्सन रहेछ खोलाको बिचबाट। अब पानी बेसी पऱ्यो भने त्यो बाटो बन्द हुन्छ। अब त्यो चाहिँ राम्रोसँग ट्राफिकसँग बुझेर, किनभने यहीँबाट चाहिँ अलिक अगाडि गएपछि हेटौँडाको बाटो पनि छुट्टिँदो रहेछ क्या। कि हेटौँडा भएर उता काठमाडौँ निस्किनु पऱ्यो, नभए तर बाटो राम्रै छ भने चाहिँ यताबाटै फेरि धुलीखेल भएर निस्किनु पऱ्यो। ल त अब यात्रा सुरु गर्नु लागेको, एकछिनपछि अलिकति नास्ता सास्ता खाएर यात्रा सुरु गर्छौँ र फेरि बाटोमा भेटौँला। के हुन्छ म अपडेट गर्दै जान्छु। आज चाहिँ पानी परेन भने चाहिँ मजाले भ्लगसक बनाउनु पनि पाउँछ कि है। ल त आजको दिनको सुरुवात गरौँ है त। जय शम्भो, रक्षा गर्नुहोस् प्रभु, जय विश्वकर्मा बाबा। ल हजुर, यात्रा निक्ल्यौँ सिन्धुलीबाट। अब बाटोको अगाडि स्टेटस के छ कसो छ बुझ्दै जाउँ ल। हिजो 346 किलोमिटर कुदिएछ, तर पानी परेर धेरै डिस्टर्ब भयो। घरबाट निस्किँदा पनि पानी पऱ्यो, काँगरभित्रसम्म पानी थियो। त्यहाँबाट फेरि हिँड्यौँ अलिकति, त्यहाँबाट फेरि बिच बाटोमा आएर फेरि पानी नै भेट्यौँ। त्यहाँबाट बेलुकाको पानी त पुरै उयोसम्मै, यहाँ सिन्धुलीसम्मै। त्यही कारणले गर्दा केही भिडियो बनाउनु पाएन। आज चाहिँ होप्सो भनेको यहाँ त घाम निक्लेको छु, यहाँ अगाडि त फेरि पुरै धुम्म लागिरहेको देख्छु। दिन कस्तो हुने हो। सिन्धुलीको बाटो हिँड्ने बुढियाको इच्छा खै पुरा नहोला जस्तो छ आज। हेरौँ, भगवान् भरोसे चलौँ के हुन्छ है। विमान हेटौँडा कता यता पो छ त? ए यता पो त काठमाडौँ है। ए हेटौँडा चाहिँ यहाँबाट छुट्टिँदैछ है। ल अब हेटौँडा जाने बाटो छोड्यौँ, अब यताको बाटो भगवान्को नाम लिएर चल्दिउँ। यो चाहिँ आइपुग्यो सिन्धुली गढीको डाँडा। सिन्धुली गढी चाहिँ यता जान्छ क्या, यो माथिको क्या डाँडा प्रवेशद्वार। अब योपालि पनि जानु त्यत्तिकै भयो, फर्किँदाखेरि हेरौँ है। बाटोले गर्दाखेरि अब पहिला उता क्रस गरिहाल्नु पर्ने भयो नि त। अब ओह्रालो तेर्सो यहाँबाट हेर न के मजाको देख्छ है बाटो। फिन घुमेको उयो हुँदै जाँदा हामी। यहाँनिर राखेर मैले बाइकबाट फोटो खिचेको थिएँ नि पहिला। कस्तो दामी देख्छ है बाटो, फन घुमेको। माथि थियो अघि हामी। के राम्रो ल्यान्डस्केप देखेको है। हेर न यतापट्टि पहाडहरू, हेर गाउँहरू कस्तो राम्रो देखेको। फेरि पानी पर्न थाल्यो आज पनि। हिजोको जस्तै हुने हो क्या हो दिन त। भगवान् पानी नपरोस् भनेको, खोइ त। टिस्टाको तिर हिँडेको जस्तो लाग्यो है। ऐना मन्दिरमा आइपुगेछौँ। आज चाहिँ अलिकति पूजाआजा गरेर ऐना अलिकति चढाइदिउँ कि भनेको। यहाँनिर चाहिँ मन्दिर हो, यहाँनिर लगाइदियो र हाम्रो नेम नम्बरहरू सबै एकैछिन यहाँबाट मूल कोटको सिटी देवी मन्दिर। ल
चारैपट्टि मूलकोट भने चाहिँ यही हो कि क्या हो त्यस्तै लाग्यो यो मन्दिरमा ऐना चढाउने धोका पनि पुरा भयो ल अब हिँडौँ यहाँबाट यहाँबाट चाहिँ हामी ओह्रालो झर्नुपर्ने अब यहाँबाट त डाइभर्सन यताबाट जानु पऱ्यो ल यहाँसम्म चाहिँ बाटो छ यहाँदेखि चाहिँ अब टक्क 501 भएछ माइल मिटरमा अब कति किलोमिटर रहेछ हेरौँ है यो खाल्टो बाटो चाहिँ ल यहाँ त वाटर क्रसिङ रहेछ है अब वाटर क्रसिङ रहेछ भनेको नि खुट्टा माथि गर है ल लद्दाख राइड गएको एक्सपिरियन्स भइहाल्यो नि वाटर क्रसिङ पनि भइहाल्यो लद्दाख राइडको एक्सपिरियन्स भइहाल्यो नि वाटर क्रसिङहरू पनि भइहाल्यो हो ए यो के अरे अफ रोड पनि भइहाल्यो यत्रो हेर्दा त यत्रो सानो खोला छ है उपत्र चाहिँ कस्तो गरेको हेर नि यत्रो सब तानिदिएको त माथिबाट हो नि त बाटो त यतापट्टि त गहिरो सक्यो हो है ल है खुट्टा माथि गर है खुट्टा माथि गर है खुट्टा माथि गर खुट्टा माथि गर है खुट्टा माथि गर है खुट्टा माथि गर है खुट्टा माथि गर खुट्टा माथि गर आम्मै ल ल आमा बाटो त खत्तम थियो है कति किलोमिटर रहेछ 25 किलोमिटर 1.5 घन्टा टक्कै लाग्यो अब यहाँदेखिको 50 किलोमिटर देखाउँदैछ घर हो 56 किलोमिटर देखाउँदैछ तर अब बिचमा यसो खाना खानु रोक्नु पऱ्यो होइन अहिले कति 12:20 भयो 4 बजीसम्म के हेर्छ मटन रहेछ यो चाहिँ के रहेछ अचार यो पनि अचार यो मटन चाना दाल करेला त्यही रहेछ यहाँ चाहिँ चिकन खाना अफकोर्स राख ती राख न होइन यो चाहिँ भटमासको सब्जी रहेछ ल भटमास खाँदा चाहिँ काठमाडौँ पोसेको जस्तो फिल हुन्छ अरे ल डङ्की अब खान थालेको ल लन्च खाएर हिँड्यो टाइम भएछ 2:15 अब 1-1.5 घन्टामा त आरामले पुगिन्छ घर आइपुग्यो धुलीखेल काठमाडौँ जानु चाहिँ यहाँबाट लेफ्ट राइट गयो भने चाहिँ त्यो दोलाल घाट तातो पानी हुँदै खासा बोर्डर क्या कोदारी चाइना बोर्डर पुग्छ हामी चाहिँ यता जानुपर्ने हुन्छ यता धुलीखेलको बजार बाटोहरू दामी बनेछ यो चाहिँ रहेछ धुलीखेल अब यहाँबाट धुलीखेलबाट बनेपा भक्तपुर त्यहाँदेखि काठमाडौँ यो चाहिँ अब प्रपर अब चाहिँ काठमाडौँ एन्ट्री भयो काठमाडौँको रिङ रोड म पहिला नै म साइकलमा यो रिङ रोड एक चक्कर पुरै लगाएको त्यति बेला कस्तो थियो अहिले कस्तो छ बिग 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 चेन्ज वेलकम टु काठमाडौँ
सबजनालाई सबैलाई स्वागत छ काठमाडौँमा के मिठो कलर हो है कलर हेर न कस्तो दामी यता पनि रहेछ हेर न आमामा के मिठो कलर हो कसो 217 2000 को होला नि 2000 को यहाँ क्या खराब थियो नि बाटो बनाएछ अहिले ल किगाली हाउस होल्डिङ नम्बर 18 आइपुग्यो कति खोल्दैन सबैजनालाई गुड मर्निङ फ्रम काठमाडौँ है हिजो बेलुका हामी कति यहाँका घर 4 बजीतिर आइपुगेको थियौँ आएर अब आएपछि त्यही हो यसो भेटघाट गफ गर्दा के गर्दा त्यत्तिकै भएर हिजो त्यत्तिकै भयो कहीँ गएन पनि अलिक फ्रेस भएर घरमै बस्यो आज चाहिँ बिहान भएको छ हिजोसम्मको भिडियो हेर्नुभयो होला होइन हिजोसम्मको भिडियो हेर्नुभयो होला कस्तो लाग्यो होइन मन पऱ्यो भने लाइक सेयर कमेन्ट गरिदिनु होला है हिजो क्लोज गर्नै पाएको थिएन नि त अब आज हामी 2-4 दिन हामी बस्छौँ काठमाडौँ हेरौँ कता कता जान्छौँ तपाईँ सबैलाई यसो देखाउने कोसिस गर्नेछु है ल त्यति भन्दै यो भ्लगलाई चाहिँ अझै यहीँनिर एन्ड गर्दैछु है त ल बाई बाई टेक केयर